हेलो साथीहरू, लेट्स मेक अ होममेड तितौरा विथ मी। मैले चाहिँ एचएबी गएर आज चाहिँ रास्पबेरी पर्चेस गरेर लिएर आएको थिएँ। रास्पबेरीलाई चाहिँ मैले मजाले वाश गरेर ब्लेन्डरको जारमा हाल्दैछु र सँगसँगै मैले स्ट्रबेरिजहरू एकदमै रेड स्ट्रबेरिजहरू, तर यो सिजनमा चाहिँ अलिकति अमिलो हुन्छ, त्यही अनुसारले मैले रेड स्ट्रबेरिजहरू लिएर आएको छु। यसको चाहिँ मैले माथि टाउको फालेर यसलाई मजाले वाश गरेर साइडमा राखेको छु। ग्रिन एप्पल चाहिँ मैले सावर फ्लेभर आउँछ भनेर युज गरेको, एक्चुअलमा चाहिँ यसलाई पनि मैले मजाले कट गरेर हजुरहरू हेर्न सक्नुहुन्छ। तीनटै फ्रुट्सहरूलाई चाहिँ एकै ठाउँमा मिक्स गरेर चाहिँ राखिदिएको छु र यसलाई चाहिँ मैले अब मिक्स गरिसकेपछि ब्याच अनुसार ब्लेन्ड गर्दैछु। यो चाहिँ रास्पबेरी ब्लेन्ड गरेको, अघि चाहिँ स्ट्रबेरी र सावर एप्पल ब्लेन्ड गरेँ, ग्रिन एप्पल ब्लेन्ड गरेँ र प्यान लिएँ। प्यानमा चाहिँ मैले हल्का ओइल हालेँ र त्यो सबै प्युरीहरूलाई चाहिँ पकाउँदैछु र त्यसमा मैले इमली हालेँ, नुन हालेँ र यो चाहिँ रेड चिल्ली हाले। यति हालिसकेपछि हल्का बेसार चाहिँ एकदम थोरै हाल्नु होला हजुरहरूले, बेसारले चाहिँ हजुरको कलरहरू जान्छ, त्यही भएर। अनि हिङ, वान अफ द मोस्ट इम्पोर्टेन्ट इन्ग्रिडियन्ट है, हिङ चाहिँ एकदमै हाल्नुपर्छ। मैले इमली चाहिँ फेरि एड गरेर थोरै कलर लिएर आउनको लागि चाहिँ रेड कलर मैले हालेको छु, हजुरहरू हेर्न सक्नुहुन्छ। र सबै वाटरहरू सुकिसकेपछि त्यसलाई चाहिँ मैले सिट राखेर यसरी घाममा